बाय बाय नमस्ते तेरिमाकासी म चाहिँ यस्तो गरेर लिनु पर्यो है फोटो भन्दा पनि भिडियो गरेर भइगयो काठमाडौँ सहर हेर्दा लाग्छ र बादल मुनि फेरि त्यो माथि साथीहरू म अहिले के अरे एयरपोर्टको गेटमा पुगिसकेको छु होइन वेटिङ रुममा तपाईँहरू हेर्न सक्नुहुन्छ यो चाहिँ तपाईँको मलेसियाको एयरपोर्ट हो होइन आजदेखि चाहिँ मलेसिया छाडिँदैछ है त्यही भएर साथीहरू हेर्नु होला है यो चाहिँ मलेसियाको हो यो हाम्रो गेटमा अहिले आएर चाहिँ वेटिङ रुममा होइन बसिरहेको छ त्यही भएर चाहिँ तपाईँको हेर्नु होला भित्र पनि हेर्नु होला होइन यतातिर पनि हेर्नु होला सबै यो चाहिँ मलेसियाको अहिले वेटिङ रुममा छु म चाहिँ होइन गेटमा बसिसकेको छु सबै हेर्नु होला यो मलेसियाको एयरपोर्ट हो अहिले होइन हाम्रो चाहिँ बाटो लाइफ छ अहिले साथीहरू अब चाहिँ होइन हामी एयरपोर्टभित्र छिरिसकेको हो होइन एयरपोर्टभित्र छिरिसकेको छ अब वेटिङ रुममा हो हामी होइन मलेसियाको एयरपोर्टको वेटिङ रुममा छु मैले चाहिँ अब सायद 1-1.5 घन्टा लाग्छ होला हाम्रो फ्लाइट हुनलाई चाहिँ त्यही भएर यता टोयलेट खोजेर चाहिँ हिँडिरहेको छौँ होइन है यस्तो छ है मलेसियाको एयरपोर्ट विदेश भनेको चाहिँ विदेशै हो होइन एकदम दामी छ भिडियो के कस्तो लाग्छ माया साथ सपोर्ट देखाइदिनु होला म चाहिँ अब तपाईँको होइन मलेसियामा अवैधानिक रूपमा काम गरिरहेको थिएँ त्यही कारणले चाहिँ अब अहिले सरकारले खुलाइदिएको बेला चाहिँ म जान लागिरहेको छु साथीहरू धेरै हुनुहुन्छ यतातिर धेरै होइन यी सब साथीहरू हुनुहुन्छ त्यही कारणले चाहिँ अब जान लागेको यतातिर टोयलेट खोजेको फेरि एयरपोर्टभित्र टोयलेटै पाउँदैन कि भेट्दै कता कता होइन यस्तो ए दाइ यहाँ कहाँनिर पानी पाउँछ अरे क्या यहाँ पैसा लगाएर चिसो निकाल्ने ठाउँ छ नि त्यहाँ कहाँनिर पानी थापेर खानु पनि मिल्छ अरे बोतलमा भएर खानु पनि मिल्छ भन्दै थियो एकजना रातले यहाँ कहाँ पैसा लगाएर अब निकाल्ने छ अरे नि अनि भिडियो के कस्तो लाग्छ साथीहरू होइन लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला हामी चाहिँ पानीको खोजीमा हिँडिरहेको पानी पिउन नपाएर तपाईँको एयरपोर्टमा अब यस्तो महँगो हुन्छ नै हो यसमा हो क्या पानी होइन यसमा पानी आउँछ अरे के बोतलै छैन यार कसरी खाने बोतल त पाएन भएन भने त्यहाँ हेरौँ न यता किन्दा फेरि महँगो पर्छ होला के त्यो त्यहाँ पनि त्यो हो त्यहाँ पानी थापेर खाने अरे क्या त्यहाँ आउनु त पानी थापेर खाउँ ल त साथीहरू यतातिर पानी बल्ल भेट्यो होइन अनि अहिले चाहिँ साथीहरू यहाँ पानी खाने ठाउँ रहेछ नि त हाई हेलो राम बच्चा राम्रो छ थ्याङ्क यू धन्यवाद धेरै धेरै धन्यवाद दाइ पानी गर्नु त यहाँ पानी चाहिँ यस्तो आउने रहेछ है हेर्नु होला साथीहरू है बास भयो दाजु म पानी पिउनु लागेको छु एकदम तिर्खा लागिरहन्छ कि किटक्याट बिस्कुट एयरपोर्टमा किनेर खाएको तपाईँको दाजुभाइले खाएको दाइले किन्नुभएको 46 रुपियाँको एक पोका के तपाईँको यस्तो जति खाने आउँछ पानी थापेर खानु पनि मिल्छ अरे हामी चाहिँ पानी पिइरहेको छौँ एयरपोर्टभित्र यो चाहिँ सुविधा गराइदिएको रहेछ जे भयो नि दाइ गर्नु मैले खिच्दैछु यो मिल्दै छैन कि पानी त अलिक खानु पर्यो यस्तो बस तिर्खा लागिरहन्छ अहिले अब फेरि प्लेनमा किनेर खायो भने प्लेनमा पनि महँगो पर्छ क्या त्यही भएर अब यतैतिर जोगाड गरेर पुरा प्यास मेटाएर चाहिँ जाने कुरा हुन्छ अब चाहिँ भयो ल आतिनु पर्दैन दाइ अझै अब 2 घन्टा छ 2 घन्टा पनि बेसी छ पिछा गर्नु पर्छ यता त एकछिन यतातिर हिँड्नु न आउनु यता परतिर एकचोटि भिडियो गरौँ
के कस्तो छ ऊ त्यो अघि गएकोतिर क्या ए पिछा फेरेर ल पिछा फेरेर आउनु म एकछिन र म फेर्छु तपाईँ पिछा फेरेर आउनु म यहाँ पर्खिरहन्छु ल तपाईँलाई त्यहाँ हेर्नु हेर्नु ल त साथीहरू दाई चाहिँ पिछा फेर्नु जानुभयो मैसँग जानुहुने दाई हो उहाँ साथी पनि उता सिन्धुलीतिरको हुनुहुन्छ अलिक बुढा मान्छे पनि हुनुहुन्छ त्यही भएर अलिक त्यति जान्नु पनि हुँदैन अलिक केयर गरेर लैजाउँ भन्ने मेरो चाहिँ मनसा हो त्यही भएर साथीहरू है अहिले चाहिँ हामी यता एयरपोर्टभित्र पसेर पनि लगेजहरू लोडिङ गरेर तपाईँको के अरे वेटिङमा बसी पनि सकेको छैन अब सायद 1 घन्टातिर आधी घन्टातिर खोल्छ होला अब हेरौँ भिडियो के कस्तो हुन्छ साथ सपोर्ट गरिदिनु होला है त यस्तै छ मलेसियाको एयरपोर्ट तर हाम्रो नेपालको हेरी त होइन कति राम्रो क्या एयरपोर्टमा होइन बाटो हिँड्ने भित्र यस्तो गजब छ एकचोटि यताबाट घुमेर आउँ न भिडियो पनि बनाऊ ए जति पाउँछ अहिले टाइम त्यत्रो छ त यानि के गर्नु पर्यो अब त्यहाँ चेकिङ भएर त्यहाँ बस्ने त अब छैन अहिले टिस्युले आँखाभरि हुन्छ ल साथीहरू एकछिन उता गएर भिडियो बनाउनु पर्यो है यसो हिँडिरहेको छ एकछिन घुम्नु पनि पर्यो एयरपोर्टभित्र भए पनि तपाईँहरूलाई के कस्तो लाग्छ साथ सपोर्ट माया गरिदिनु होला है त अब भिडियो त राम्रो क्वालिटी त छैन होइन फोनबाट खिचेको त हो तर अलिकति गिम्बल सेटअप गर्नु पनि अलिक जानिरहेको छैन त्यही कारणले भिडियो त्यति राम्रो त नआउला होइन राम्रो मानी हेरिदिनु होला होइन यो चाहिँ साथीहरू मलेसियाको एयरपोर्टभित्रको दृश्य हो सबै तर यो पसलहरू जति छ लास्ट टाइम महँगो पर्दो रहेछ एउटा तपाईँको किटक्याट चक्लेट लगभग 15-20 जना होला एकदम तपाईँको 15-20 जना किटक्याटको 46 रिङ्गेट हो होइन अब हाम्रो चाहिँ लगभग 2-2.5 घन्टापछि फ्लाइट हुनेवाला छ 4 घन्टा 45 मिनटको फ्लाइट हो हाम्रो है वेट गर्नु होला भिडियो हजुरहरूलाई म देखाउन सक्नेसम्म चाहिँ र खिच्न सक्नेसम्म चाहिँ हजुरहरूलाई म भिडियो गरेर देखाउने छु है त हेर्नु होला मलेसियाको दृश्य एयरपोर्टभित्रको त्यही हो साथीहरू हेर्नु होला है त बवाल छैन त एयरपोर्ट यस्तो दामी छ है सिसाको मासतिर यस्तो टल्किने छ है यस्तो बवाल छ यहाँ दाइ हिँडिरहनु भएको छ म यतातिर छु है होइन केही फरक पर्दैन एयरपोर्टभित्र उनीहरूको केही गरेको छैन यतातिर सबै एयरपोर्टभित्रको यो पसलहरू तर एकदम महँगो रहेछ बाबा एउटा किटक्याट चक्लेट 46 रिङ्गेट भनेपछि हिसाब गर्नु होला साथीहरू कति हुन्छ भनेर है दाइ तपाईँ पनि युट्युबमा देख्नु पर्यो नि त होइन उहाँ चाहिँ हाम्रो दाइ हो सँगै साथी सिन्धुलीको हुनुहुन्छ उहाँसँगै जाने हो साथी र म अनि अरू पनि हुनुहुन्छ तर अरूहरू त्यति मिल्ने चाहिँ हुनुहुन्न दाइ चाहिँ एकदम अब अलिक बुढापाका पनि हुनुहुन्छ म जस्तै त्यही भएर चाहिँ हामी यहीँ भेट भएर अब काम त फाल्टो गऱ्यो त्यही पनि यता आउने बेलामा भेट भएर चाहिँ हामी जोडी भएको छौँ भन्नु पर्यो है ल त साथीहरू आजलाई यति नै गरौँ है त ल त साथीहरू ल आजलाई छुटौँ ल त ल एकचोटि फेरि यतातिरको दृश्यहरू साथीहरूलाई देखाइदिउँ न होइन यो यतातिरको दृश्य हेर्ने होला मजाले हेर्नु सक्नुहुनेछ तपाईँहरूले आज चाहिँ तपाईँको मलेसिया छोडेर 6.5 सालपछि मलेसिया छोडिँदैछ है नेपाल निक्लिँदैछ त्यही कारणले चाहिँ एकचोटि यहाँको यसो माहौलहरू हजुरहरूलाई कैद गरिदिउँ भनेर सानो भिडियो बनाउने कोसिस गरेको छु भिडियो हेरिदिनु होला यस्तो छ भिडियो चाहिँ यहाँ भित्रको माहौल होइन
यो चाहिँ यहाँको एयरपोर्टभित्रको यो सपिङ मलहरू भयो होइन, वेटिङ रुमहरू किनमेल गर्ने ठाउँ हो यो चाहिँ होइन। उता उता धेरै टाढो नजानु दाजु, यता यता यही बाह्र यस्तो दामी छ होइन। जे भयो नि, विदेश भनेको विदेशै हो होइन, विकसित देश भनेको विकसित देश नै हो साथीहरू। अब एयरपोर्ट यस्तो खतरा छ, एयरपोर्टको यो मान्छेहरू बस्ने हो होइन, यस्तो टल्किने छ पुरा, यस्तो खतरा छ है। मान्छे चाहिँ सबै घर फिर्ती कार्यक्रम यहाँको मान्छेले चाहिँ, यहाँको सरकारले खुलाइदिएर चाहिँ तपाईँहरूको अहिले सजिलो बनाइदिएर चाहिँ धेरै मान्छे जाने छ यता। तपाईँहरूको केही पनि होइन, मलाई चाहिँ अलिकति अब भिडियो कैद गर्न लागि डर लागिरहेको छ, त्यही कारणले चाहिँ भिडियो राम्ररी बनाउन पाइरहेको छैन। के कस्तो लाग्छ हजुरहरूले राम्रो मानी हेरिदिनु होला भन्न चाहन्छु। ल दाइ फर्क्यौँ अब, यसो एक लट टोयलेट साइडतिर पसौँला, त्यसपछि अब बिस्तारै बिस्तारै त्यहाँको पनि खुल्छ होला, अनि त्यसपछि उतातिर भेटौँला है त। अलिकति मेरो आज यो गिम्बलको ब्लुटुथले काम के अरे रिमोटले काम नगरेर चाहिँ तपाईँको अलिकति मलाई तनाव भएको छ है। के गर्ने अब, यसलाई गएर एकचोटि ब्याट्री खोलेर एकचोटि हेर्नु पऱ्यो है, ब्याट्री सायद हजुर जानिदिइहाल्छ नि। ए यतातिर एकचोटि हेरिदिउँ न चट्ट हजुर, के गर्दै त्यताको होइन र, हुन्छ क्या यस्तो दामी छ पसलहरू, सपिङ गर्ने पसलहरू हो होइन। यतातिर राम्रो हुनुहुन्छ मान्छे पनि, यसो हेर्नु हुँदैछ, त्यही पनि अलिक डर पनि लागिरहेछ है। अब अर्काको ठाउँमा खिच्नु हुने हो कि होइन, त्यो पर्मिसन लिनुपर्छ मान्छेको, त्यतिकै भिडियो मात्रै खिचेर पनि हुँदैन। अनि दाइ, अनि धेरै सालपछि तपाईँ पनि घर निक्लिनु हुँदैछ, के कस्तो लाग्दैछ त दाइ? यतातिर एकचोटि जाउँ न, मिल्छ होला? म एकचोटि उता पुगेर आउँछु ल। होइन दाइ, यहाँबाट मान्छे चर्ने गर्ने रहेछ, केही फरक पर्दैन। ल त साथीहरू, यतातिर मलेसियाको यो चाहिँ दृश्य हो है, यस्तो रमाइलो दृश्य। उतातिर प्लेनहरू देखिरहेछ कोही, यो एयरपोर्टको सबै दृश्यहरू हो है। हाम्रो चाहिँ त्यहाँ देखिरहेछ, त्यो बाटिक एयरबार हो, हामी चाहिँ आज जाने हो, त्यही प्लेन हो हाम्रो, त्यो बाटिक एयरलाइन्स। यो मलेसियाकै हो हुनु चाहिँ, तर नेपाल जान्छ, बाटिकहरू जान्छ। अनि यो एयरपोर्टको दृश्य हो, हजुरहरूले हेर्नु होला ल। त्यो देख्नुहुन्छ नि, त्यो चाहिँ हाम्रो के अरे एयरलाइन्स हो। अब यहाँबाट अलिक टाढो भएर राम्ररी खिच्दैन मोबाइल, अलिक अब तपाईँको नराम्रो मोबाइल हो, त्यति राम्रो भिडियो नआउला होइन। त्यो पनि राम्रो मानि हेरिदिनु होला, यस्तो खतरा छ है त यो। ल जाउँ दाजु ल। ल साथीहरू, यहाँ लिफ्ट चलिरहेको छ, यो चाहिँ माथि जाने, पल्लोमा तल झर्ने, यहाँ माथि जाने। यतातिर पसलहरू साथीहरू। अब भिडियो खासै राम्रो क्लियर चाहिँ आइरहेको छैन, त्यही पनि के कस्तो लाग्छ होइन, सल्लाह सुझाव गरिदिनु होला, प्रतिक्रिया राम्रो नराम्रो के कस्तो कमेन्ट बक्समा लेखेर पठाउनु होला भन्न चाहन्छु है त। ल अब साथीहरू, हामी अब हाम्रो के अरे वेटिङ रुमभित्र छिर्ने बेला हुँदैछ, अब लगभग आधी घन्टा जति मात्रै छ, त्यही कारणले म चाहिँ लागेँ अब होइन। अब साथीसँग अब साथीभाइहरू परै बसिराख्नु भएको छ, त्यही कारणले अब दाइ एकचोटि तपाईँ यहाँमा बस्नु होइन, म एकचोटि 1 किलो जति चाहिँ हगेर जानु पऱ्यो क्या, आधी लिटर जति मुत्नु पऱ्यो होइन। 1 किलो जति चाहिँ हगेर जाउँ, तपाईँ एकछिन त्यहाँ वेट गर्नु मलाई पर्खिनु है त दाइ। दाइ सुन्नुभयो नि, म अब बन्द गरिदिन्छु ल त। ल मैले राख।
ल त साथीहरू आजदेखि मलेसियालाई बाई बाई होइन। यो चाहिँ बार्टिक एयरलाइन्सको हो। यसमा है हाम्रो सिटहरू भइगयो। बार्टिक एयरलाइन्स हो होइन। अब घर लाग्यो जे भयो नि यतातिर हेर्नु होला। आजदेखि मलेसियालाई पनि बाई बाई छ होइन। अब आउनु पाइँदैन किनकि इलिगल भएर गरिसकेपछि तपाईँको अब आउनु पनि पाइँदैन। ल त साथीहरू हो र कहाँनिर बोर्डिङ पासमा के मान्छेलाई कसरी डुप्लिकेट भएर होइन त। ल त साथीहरू देखि लाग्यो अब यो एयरपोर्ट के अरे एयरलाइन्समा चढिसक्यो होइन। सबै चालकहरू हुन्छ यतातिर सबै होइन। यो एयरलाइन्स बार्टिक एयरलाइन्स हो। अब यो बार गइराखेको छ। अब 4 घन्टा 45 मिनटको हवाई यात्रा हुनेछ साथीहरू है त। हेर्नु होला तपाईँहरूले है भिडियो कस्तो लाग्छ। ल बाई बाई मलेसिया। र यतातिर हेर्नु होला एयर होस्टेसहरू सबै होइन। अनि दाइ अनि कस्तो हजुर। ल ल साथीहरू आजदेखि अब मलेसिया पनि छोडियो होइन। अब आफ्नो जन्मभूमि गइँदैछ। भिडियोमा चाहिँ हेर्नु होला। यो चाहिँ अब बार्टिक एयरलाइन्सबाट गइराखेको छ। सस्तो एयरलाइन्स हो। प्लेन पनि खासै गतिलो चाहिँ रहेनछ है। अरूमा पहिला चाहिँ चढेको अहिले यो त अब खासै त्यति राम्रो पनि नभनौँ नराम्रो पनि नभनौँ ठिकैको छ भन्नु पर्यो यस्तो होइन। सबै है त। अनि मेरो भ्लग हजुरहरूलाई के कस्तो लाग्छ होइन। अब गएर भ्लग लगाउने डेली भ्लग बनाउने कोसिस गरिरहेको छु। यसो हेरेर हजुरहरूले कमेन्ट गर्न सक्नुहुनेछ कुन कुरामा अलिकति एक्सपिरियन्स पुगेन होइन। त्यो बारेमा हजुरहरूले बताउन सक्नुहुनेछ है। अनि धेरैजना अहिले चाहिँ तपाईँको धेरैजना अब मान्छे परिरहेको छ प्लेनभरि है त। यतातिर यस्तो गरिरहेको छ सोधिरहेको छ होइन। यस्तो उनीहरूले सिकाइरहेको छ यसरी गर्नु यसरी भनेर। ल त साथीहरू अब प्लेन अब हुन्छ होइन चालु हुन्छ। यतातिर चाहिँ ट्रेनिङ सिकाइरहेको छ होइन। यस्तो गरिरहेको छ होइन। यहाँको एयरहोस्टेसहरूले यसरी यसरी गर्नु भनेर उनीहरूले गरिराखेको छ। यहाँ चाहिँ सिकाइरहेको छ यस्तो गर्नु यसरी भयो भने प्रब्लम भयो भने भनेर। तर आत्तिएको बेला कहाँ प्रब्लम हुन्छ होइन। ल त यस्तै हो। Before leaving the aircraft, if your arrival is fully back on the right handle, just wait for the fluid test tube. आजदेखि अब आजदेखि चाहिँ नेपालमा सुतिन्छ। 6.5 वर्ष भयो नेपालमा नसुतेको है। अब 6.5 वर्षपछि निक्लिँदैछु होइन। धेरै खुसी लागेको छ। आफ्नो जन्मभूमि चाहिँ जस्तो गरिब होस् या चाहे धनी होस् आफ्नो देश आफ्नो माटो भनेको आफ्नो माटो हो होइन। सबैले आफ्नो माटोलाई माया गर्नुपर्छ बिर्सिनु चाहिँ हुँदैन होइन। जति परदेश टाढा भए पनि भन्ने मेरो चाहिँ सुझाव हो होइन। जहाँ जहाँ जुन जुन देशमा रहे पनि आफ्नो देशलाई आफ्नो माटोलाई नभुल्नु होला तपाईँहरूले है त। ल त साथीहरू अब प्लेन पनि चालु भयो। अब एकछिनपछि टेकअप लिन्छ होला 5-10 मिनटपछि प्लेन टेकअप हुन लागेको छ अब चाहिँ है त। म फेसबुकमा हाल्छु के अरे युट्युबमा हाल्छु क्या। युट्युबमा मेरो अहिले चाहिँ तत्कालको लागि चाहिँ मैले सुक्त्याङ खन्नी गरेको छु। ल त साथीहरू स्विच अफ एकछिन गर्नु है त। ल त साथीहरू प्लेन चाहिँ अब चालु भइसकेको छ होइन। रनवेमा चलिरहेको छ। रनवेमा कुदिरहेको छ प्लेन चाहिँ होइन। अब थोरै पछि टेकअप लिनेवाला छ हेर्नु होला है त। अब भिडियो पनि त्यति राम्रो खिच्न जानिरहेको छैन होइन। अब गएर सिक्नेछु केही कमजोरी होला होइन मबाट। तपाईँहरूले पनि यसो कमेन्ट गरेर
मलाई यो चिजमा भएन भनेर यसो सल्लाह सुझाव कमेन्ट मार्फत दिन सक्नुहुनेछ है त। ल प्लेन अब रनवे लिएर अब टेकअप हुन्छ। ल त साथीहरू अब एकैचोटि नेपालमा गएर भेटौँला। यी साथीभाइहरू हुनुहुन्छ सबैजना होइन, साथीहरू सँगै जाँदैछौँ। अब एउटै कम्पनीको काम नभए पनि यहाँ भेट भएको जे भयो नि आफ्नो नेपाली दाजुभाइ नेपाली दाजुभाइ अब सबै एकै ठाउँमा भेट भयो, धेरै खुसी लाग्छ है त साथीहरू। ल साथीहरू बाई बाई मलेसिया। आजदेखि चाहिँ मलेसिया छोडियो साथीहरू। हेर्नु होला प्लेन हजुर प्लेन पुरा रनवे मारिरहेको छ। अब टेकअप हुन लागेको छ होइन। हेर्नु होला अब हिमालय के अरे बाटिक एयरलाइन्सबाट गइरहेको छ साथीभाइसँग। ल भुइँ छोड्यो, धरती छोड्यो, मलेसिया छोड्यो भन्नुपर्छ अब चाहिँ होइन। अब आफ्नो देश जस्तो भए पनि आफ्नो देशमा अब। ल त साथीहरू अब म गएर काठमाडौँको एयरपोर्टमा हाम्रो एयरपोर्टमा अब गएर हजुरहरूलाई देखाउने छु है त। ल मलेसिया यस्तो हेर्नु होला, मलेसियालाई अब छोड्यो। जङ्गल त कस्तो खतरा मलेसिया पनि जङ्गलै तेलै मात्र देख्छ यार, पुरा तेलै मात्र देखेछ क्या। बाख्रे सबै जति देखेको पनि तेलै घारीको देखिरहेको छ मलेसिया त पुरा। ल यस्तो ठाडो हुन्छ कि प्लेन आम्मा पुरा अब एकदम ठाडो हाइट बढाउँदै लान्छ नि त पुरा। आमामा बादलको कस्तो दामी देखिरहन्छ यार। अझै देखि नै रहेको छ जङ्गल। मलेसिया छोडेको छैन, पुरा बादलै बादल। दामी देखिँदैछ यार त्यो बादलको फोकाहरू। ल त साथीहरू आजलाई यति नै है त। अब एकैचोटि हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटौँला है त। वाउ कस्तो दामी सफा छ आज दिन पनि, कस्तो दामी देखिरहन्छ यार। हजुर त्यो बबाल देखिरहन्छ यार, बबाल। वाउ अझै यो मलेसिया नै हो, मलेसिया छोडिएको छैन, पुरा देखिरहेछ। तर कति हाइटमा उडिरहेछ प्लेन अहिले। भर्खर नै टेकअप लिएको, 5-7 मिनट 8-10 मिनट हुँदै होला। आम्मामा रोडहरू कस्तो खतरा देखेको, बबाल देख्छ नि यार। बादल गिम्बल त थियो मसँग सेटअप गर्नलाई, कस्तो हुन्छ यार उमा के अरे कस्तो उमा गरे यार, कस्तो डर लाग्दो भयो यार होइन। एकैचोटि घाट देखेर छोड्यो क्या, कस्तो डराउनु भएको यार। आम्मा बादल खाल्डाखुल्डी समुद्रमा यस्तो हुन्छ क्या, समुद्रको माथि। आम्मामा हेर्नु होला यस्तो दामी कुहिरोहरू, तर यस्तो हल्लिन्छ क्या कुहिरोमा। बादल माथि उड्दाखेरि कस्तो महसुस हुन्छ, पुरा प्लेन हेर्नु पोल्टी परेको हुन्छ। कहिले यता ढल्किने, यता मन पुरा कस्तो डर जस्तो फिल हुन्छ। गाडीहरू प्लेनमा चढ्न रहर नगर्नु हो, रहर धेरै गाह्रो हुन्छ।
ट्रेनको त्यो लाइनहरू त्यो माथि पुरा धर्सा देखिरहेको छ क्या माथि माथिको त्यो तिनीहरूको बाटो हो किनभने हेरेर उहाँ छोडेको बाटोहरू कति देखिरहेको छ होला गाइडहरू होइन यो नाफा हेर्नु होला प्लेनको इन्जिन चाहिँ यहाँ चाहिँ निकै जहिले पनि म चाहिँ छप्परै उस्तो हो कि भागै उस्तो हो यही फोकामा पर्छु म जहिले नि होइन जति पनि म हिँडै यही फोकामै पर्छु कि जहिले उतातिर आउँदाखेरि साउदी लुगा गरेर आउँदा फोकामै परेको म यहाँबाट दुईचोटि भइसक्यो फोकामै पर्छु फोकाले अलिकति देख्दैन क्या फोका इन्जिन भनि त अब मैले चाहिँ सरल भाषामा भनिदिएको इन्जिन हो तर मैले चाहिँ हजुर हावा काट्ने हुन्छ त्यो चाहिँ हावा लिने टेकअप लिने पनि हुन्छ त्यसलाई उ गर्नलाई पनि बसाउँदाखेरि म जहिले नि खालि त्यसरी पर्छु तर यसमा परेन जहिले यही फोकाकै उमा पर्छु यही यसरी भिडियो गरेँ मैले पहिला हो नि यस्तै फोकाकै उमै हो साँच्ची बादल पारीको देशबाट भन्ने गीत याद आउँछ यार बादलको माथि माथि अब चाहिँ हाम्रो नेपाल आइसक्यो है त्यही पनि अझै पनि यो कहाँनिर हो भने निकै टुमै हो अब चाहिँ हाम्रो नेपालमा नेपालको एयरलाइन्समा ल्यान्ड हुन लागेको छ नजिक एकदम करिब आइसकेको छ है भिडियोमा हेर्नु होला तर कुहिरोले राम्ररी देखिरहेको छैन यो नेपाल हाम्रो काठमाडौँ सहर हो यो कहाँको त्यो गुम्बा देखिँदैछ यार वाउ हाम्रो देश नेपाल डाँडा काँडा भए पनि यो हाम्रो काठमाडौँको होइन कि हो यो डाँडा वाउ यो झन्डा कहाँको यार वाउ ल त साथीहरू अब हाम्रो नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन लागेको छ है मलेसियादेखि अहिले चाहिँ हामी यहाँ ल्यान्ड हुन लागिरहेको छ हाम्रो नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेर्नु होला यो हाम्रो काठमाडौँ सहर हेर्दा लाग्छ रहर भने जस्तो होइन वाउ कस्तो दामी छ हाम्रो नेपाल पनि राम्रो छ नि हो भौगोलिक हिसाबले अलिकति विकट भए पनि धेरै राम्रो छ नि हो त हेर्नु होला वाउ सब देखिँदैछ अलिकति तपाईँको अलिकति यतापट्टि लान्छ हो त्यस्तै वाउ दामी अब ल्यान्ड हुन लाग्यो हेर्नु होला है त साथीहरू वेलकम टु नेपाल काठमाडौँ नेपाल रोडहरू देखिरहेको छ घरहरू देखिरहेको छ प्लेन बस्न अब ल्यान्ड हुन लागेको छ है एयरपोर्ट चाहिँ देखिरहेको छैन अब यता देखिरहेको होला यो चाहिँ साथीहरू हाम्रो काठमाडौँको आकाश है अब ल्यान्ड हुन लागेको
काठमाडौँको घरहरू यिनीहरू सहर हो हाम्रो वा देखिरहेको रहेछ नि ल्यान्ड हुन लाग्यो अब ल्यान्ड हुन्छ गाडी देख्यो भने ल्यान्ड भयो अब चाहिँ एयरपोर्टमा टेक्न लाग्यो ल ल्यान्ड अझै टेकेको छैन एयरपोर्टको मा भन्ने छ चाहिँ वाउ अब हुन्छ यसो हल्लिन्छ ल वाउ टेक यो वेलकम टु काठमाडौँ इन्टरनेसनल त्रिभुवन इन्टरनेसनल विमानस्थलमा अवतरण भइसकेको छ है म अवतरण भइसकेको छु यहाँ हाम्रो नेपाल एयरलाइन्स रहेछ देखिरहेको छ यो चाहिँ हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो त्यहाँ इन्डिगो रहेछ त्यहाँ जानु लागेछ है अघिको त्यो आएछ त्यो जानु लागेछ हिमालय एयरलाइन्स आएको रहेछ हामी त अब अलिकति अगाडि हिँडेको छिटो आइपुगिहाल्छ नि लगभग 15 मिनट अगाडि आधी घन्टै भनौँ न हाम्रो टेकअप लिँदा ओर्दा यता स्पिडमा त्यतातिर हाम्रो काठमाडौँको सानो प्लेनहरू चुचुरे प्लेनहरू है साथीहरू पर देखिरहेको चाहिँ सबै बुद्ध एयर रहेछ तारा एयर रहेछ अनि बुद्ध एयर मात्रै प्राय धेरै रहेछ देखिरहेको चाहिँ अब यो घुमाउँछ फेरि हाम्रो नेपाल एयरलाइन्सको रहेछ कतिखेर ट्याक्कै अवतरण भयो टाइम हेर्नुभयो 3 मिनट भयो तर हाम्रो बर्खाको समय छ अलिक ल है साथीहरू नेपाल झरिसक्यो अब चाहिँ हाम्रो काठमाडौँमा पुगिसकेर चाहिँ अब निक्लन लागेको छ है ल प्लेनभित्रको दृश्य बाख्रे कतिजना पुरै नै प्याक थियो कि क्या हो बिस्तारै आस्ते मान्छे उता बाटो पनि हेर्नु पर्यो होइन बाटो दिनु पर्यो सबलाई बिस्तारै आफ्नै अब हो क्या आफ्नै ठाउँ हो टेन्सन नगर्नु साथीहरू धेरै सालपछि आफ्नो देशमा फर्किएको छ एकदम खुसी लाग्छ जे जस्तो भए पनि होइन आफ्नो देश भनेको आफ्नो देश हो होइन खुसी नै बेग्लै हुन्छ क्या हो नि यहाँको माटोको आफ्नो देशको माटोको सुगन्ध भनेको फाल्टै हो नि होइन सानो ब्याग झारिदिनु भएन यहाँ झालिदिनु त यहाँ सानो ब्याग यहाँ सानो छ नि उता दिनु अर्को सानो भिर्ने ब्याग छ नि हो त्यो ल अब खोल्छ ढोका खोलेपछि भट्टाभट्टी हुन्छ धङ पो लाग्छ त रक्सी खानुभयो कि हो कहाँ दिन्छ त हो मलाई पानी अनि किन्नुपर्छ त तिनीहरूलाई त्यही त है कसरी भन्नु अरे दाइ सुरुमा ब्रेक लाग्यो नि पिलेन अलि लाग्यो नि स्त्रीहरुलाई चाहिँ त कसो पाइदियो आम पाल्दियो पनि बेर लाग्यो
झराउँ भनेको यस्तो प्याक छ है, झर्ने बाटो हुँदैन, त्यस्तै हो। प्लेनबाट झर्दाखेरि साथीहरू यहाँ भर्याङ सायद आइपुगिसकेको छैन होला, अनि त्यही भएर सबै यता हेर्नु होला। यत्रो आएको थियौँ, लगभग 200 जना जति होला सायद हामी। यो प्लेनमा त टुरिस्ट त कोही पनि छैन क्या हो? खैरे सैरेहरू छैन? ऊ त्यो एउटा छ, ऊ त्यो अर्को देशको छ जस्तो छ कि इन्डियाको हो कि? ऊ फरक, ऊ त्यो मोटी केटी के? ल ल ल ल ल जाउँ जाउँ। यस्तो डराइ डराइ बसिएको थियो उहाँ यार, इलिगल भएर यार। यस्तो डरसरी अर्काको देशमा बस्नु पर्दा यस्तो पीडा हुन्थ्यो कि, यस्तो पीडा हुन्थ्यो हो नि। लाइन बाई लाइन साथीहरू, लाइन बाई लाइन हेर्नु होला। ल मेरो त ह्यान्डब्याग पनि अब उतैतिर लगेजमा हालिदिएको छ, उतैतिर होला। ल त साथीहरू, अब आफ्नो देशको माटोमा टेक्नु पर्छ है। अब ल त साथीहरू, त्यही हो, बाई बाई, नमस्ते तेरिमाकासी। ल है साथीहरू, हाम्रो देशको माटोमा टेक्न पाउँदा एकदम गर्व पनि लाग्छ है। हाम्रो देश नेपाल होइन, आफ्नो देश नेपाल धेरै सालपछि आइयो है। एकदम खुसी छ। अब यतै बसौँ न, उभिएर जाउँ, त्यहीँ त हो। ए हुन्छ, हस् हस्, ल फोटो खिच्नु होला। ल है साथीहरूको फोटो सेसन भइरहेछ है यहाँ चाहिँ। यो प्लेनबाट हामी चाहिँ आएको, यो बाटिक एयरलाइन्सबाट है। ल हेर्नु होला। म चाहिँ यस्तो गरेर लिनु पर्यो है, फोटो भन्दा पनि भिडियो गरेर भइगयो। हेर्नु होला, यो प्लेनबाट अहिले हामी ल्यान्ड भइसकेर आफ्नो मातृभूमि, प्राणभन्दा पनि प्यारो मातृभूमिमा पाइलट टेक्दाको खुसी नै अर्को हुँदो रहेछ है साथीहरू। त्यही हो, हेर्नु होला। अब त्यसपछि अब आफ्नो आफ्नो लगेज लिएर चाहिँ आफ्नो आफ्नो गन्तव्यतिर सबैजना लाग्नुहुनेछ। हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र छौँ हामी चाहिँ है अहिले, हेरिरहनु भएको छ सबजना। अब आफ्नो आफ्नो लगेजहरू खोज्ने अवस्था हो हुनेछ यहाँ अहिले चाहिँ। भिडियो चाहिँ अलिक राम्रो गर्न पाइएन यार, खिच्न पाइएन। बाटिक एयरको कता हो? बाटिक एयरको लगेज आउने ठाउँ यहाँ पनि बुझाउनु पर्छ क्या हो सबै।